यो श्रमदाताहरूले बनाएको पुल हो है र त्यसमा एकजना हर्क साम्बाङ भन्ने अगुवा छ त्यो श्रमदाताको हुलमा उसको नेतृत्वमा बनेको। अब धरानको उत्तरतर्फ रहेको चिन्डो डाँडामा हामी सुम्निमा पारुहाङको प्रतिमा निर्माणको नियमित श्रमदान सुरु गर्छौं यो साउनदेखि। बोलीको पक्का हुनुपर्छ। यस्ता मान्छेहरू जो मान्छे चाहिँ चुनावको बेला एउटा बोल्छ अनि त्यस पछाडि बिर्सेर फेरि अर्को चुनावको बेला चाहिँ फेरि बोल्न आइन्छ। बोलेपछि बोली मात्रै होइन, मैले अघि भने हामी कुरा गर्छौं र काम गर्छौं, काम गर्छौं र कुरा गर्छौं है। काम गरिसकेपछि कामको तपाईको चाहिँ नि कुप्रचार भन्दिन म, दुष्प्रचार पनि भन्दिन, चाहन्द भन्दा बढी एक्जाजरेसन पनि भन्दिन, ठिक्क चाहिँ प्रचार गर्नुपर्छ। यदि त्यो प्रचार गरिएन भने हाम्रो अभियानहरू तपाईको चाहिँ नि हामीले सोचे जस्तो हुँदैन। त्यसले गर्दाखेरि प्रचार सहितको काम, काम सहितको प्रचार, अभियान सहितको हैन काम र काम सहितको अभियान। त्यो पारी उता उता बस्नेहरू पनि यता आउनु, यता हो त्यता यता आउनु है, त्यो हुन जरुरी छ। म यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईहरू सबैजनाले काम गर्नुभयो र कुरा पनि गर्नुभयो, कुरा गर्नुभयो अनि काम पनि गर्नुभयो। यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। हामीले यो पुल बनायौं, पुल चाहिँ श्रम संस्कृति पार्टीले पुल बनाउन आयो भनेर कतिले बुझ्नुभयो। यो श्रम संस्कृति पार्टीले बनाएको पुल होइन। यो पुल बनाउने अभियानको नाम हो हर्क साम्पाङको नेतृत्वमा दार्चुला झोलुङ्गे पुल। यहाँ भनेको छ हर्क साम्पाङको नेतृत्वमा दार्चुला झोलुङ्गे पुल निर्माण अभियान। यो त्यो तपाईको छैन के पुलको निर्माण गर्ने अभियान र निर्माण कसरी भयो भन्ने कुराको जानकारी। श्रम संस्कृति पार्टी भनेर यहाँ यो हामीले यसमा कुनै लेखा छ छैन। त्यसो भएको कारणले गर्दाखेरि अब केही साथीहरूलाई त्यस्तो लागेको हुन सक्छ, राजनीति गर्न आयो हर्क साम्पाङ, यहाँ भोट माग्न आयो है भन्ने हिसाबले कतिले बुझ्नु भएको रहेछ। त्यसरी नबुझ्दिनको लागि म अनुरोध गर्न चाहन्छु। हर्क साम्पाङ कसैको भाग खोज्न आएको मान्छे होइन। हर्क साम्पाङ यो देशलाई जति सक्दो दिएर जान चाहने मान्छे हो, दिएर जानको लागि आएको मान्छे हो। र म जे सोच्दछु त्यस्तै अरूले पनि सोचोस् भन्ने हिसाबले एउटा अभियान हामीले सञ्चालन गरेका छौँ। त्यसलाई हामी श्रमदानको अभियान भन्छौँ। हामीले लगाएको टी-सर्टमा, मैले लगाएको टी-सर्टमा अघितिर लेखेको छ देश सोच्न सकौँ म, देश चाहिँ बोल्न सकौँ, देशकै कर्म गर्न सकौँ, देशकै लागि मर्न सकौँ। यो छातीमा यो तपाईको छैन के अरे होइन मन्त्र सहितको टी-सर्ट लगाएर हिँडेको मान्छे हो हामी। यहाँहरू सबैजनालाई म जानकारी गराउन चाहन्छु यो श्रम संस्कृति पार्टीले बनाएको पुल होइन, यो श्रमदाताहरूले बनाएको पुल हो। त्यो श्रमदाताहरूको तपाईको छैन अभियानलाई नेतृत्व हर्क साम्पाङ भन्ने एउटा सानो मान्छे, सानो श्रमदाताले त्यो नेतृत्व गरेको थियो भनेर यसलाई स्मरण गर्नु होला, राख्न सक्छौँ हैन। हाम्रो पार्टीको तपाईको नाम ठुलो लेख्थ्यो मलाई यहाँ, सम्भवतः हाम्रो पार्टीको फोटो पनि राखेको छैन तपाईको हैन। हामीले चाहिँ झन्डाहरू पनि राख्नु होला, तर त्यो गर्दैनौँ हामी। यहाँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु। तपाईहरूले पनि सहयोग थुप्रोले गर्नुभएको छ। एकछिन त्यहाँ एकछिन त्यो नसल बोलाउनु भन्नु, नसल बोलाउनु भन्नु, यता सुन्नुपर्छ, कतिपय कुरा सुन्नुपर्छ। एकछिन त्यो एकछिन त्यो के अरे स्टप गर्नु है। कुरा नबुझिकन काम गर्नु हुँदैन, मजा आउँदैन है। कुरा बुझेर काम गर्दा मजा आउँछ त्यो चिज। ल यहाँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु। यहाँका स्थानीयहरूले पनि हामीलाई स्वागत गर्नुभएको छ, सहयोग गर्नुभएको छ। सबैजनालाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईहरूले हामी सँगसँगै हाम्रा श्रमदाता सँगसँगै ढुङ्गा बोक्नु भएको छ। यो पारीपट्टि खन्नु भयो, यहाँ पनि खन्नु भयो, यहाँ ढुङ्गा निस्किएको छ। यसलाई ड्रिलिङ हानेर भए पनि तपाईँहरूले फुटाएर म हरेक तपाईँको चाहिँ दिन हेरिरहेको हुन्थेँ। र पूर्वमा म जहाँ जहाँ गएँ, जहाँ जहाँ मैले कार्यक्रम गरेँ, तपाईँहरूलाई धन्यवाद दिनका लागि, त्यहाँका श्रमदाताहरूलाई ताली बजाउनका लागि मैले अनुरोध गर्थेँ। यहाँहरूले त्यो देख्नुभएको कुरा पनि छ। म सबैजनालाई धन्यवाद दिन चाहन्छु। सबैजनालाई धन्यवाद दिन चाहन्छु जो जतिले
यहाँ आएर एक दिन मात्रै भए पनि श्रमदान गरेर फर्कनु भयो, एक हप्ता मात्रै भए पनि श्रमदान गरेर फर्कनु भयो, कोही अब धेरै लामो समय पनि बस्नु भयो। सबै श्रमदाताहरूको नाम मैले यहाँ वाचन गर्न पाएको भएन। सबैजनालाई म सम्झन चाहन्छु। उहाँहरूको योगदानको लागि, उहाँहरूको श्रमदानको लागि सम्मान स्वरूप एकचोटि ताली बजाउँ सबैजना। र विशेष गरी यहाँका श्रमदानका अगुवा हाम्रा प्रसाद राई, हात उठाइदिउँ होला है, प्रसाद राई, हाम्रो चाहिँ नि नवीन राई, हाम्रो धनु अनेम, समिता राई, ताली बजाउँ, ताली बजाइरहँ सम्मान स्वरूप। काठमाडौँका हाम्रा ऋतुवर्धन राई, सरोज राई र तपाईँका चाहिँ नि अन्य अगुवा श्रमदाताहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँहरूको सम्मान स्वरूप हामीले एकचोटि जोरदार ताली बजाउनुपर्छ। कन्जसाइ नगरी हामी एउटा सपना देख्छौँ, त्यो सपनालाई प्राप्त गर्नका लागि सङ्कल्प चाहिन्छ र त्यो सङ्कल्प पश्चात हामी सङ्घर्षको मोडमा पुग्छौँ। सङ्घर्ष हामीले गर्नुपर्छ, तर प्राविधिकको सहयोग बिना पुल बनाउँछु भनेर मात्रै निर्णय गरेर अभियान मात्रै चलाएर ढुङ्गा बोक्छु मात्रै भनेर हुँदैन। त्यसले गर्दाखेरि प्राविधिक तपाईँको चाहिँ नि सहयोगको लागि हामीलाई सहयोग गर्नुहुने हाम्रा डम्बर प्रसाद लिम्बू, उहाँलाई हात उठाइदिनु होला, जोरदार ताली बजाएर हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, हार्दिक सम्मान गर्न चाहन्छु। गोपाल राई जो धरानमा हुनुहुन्छ, उहाँ पहिलो सर्वेको टिममा हाम्रो डम्बर सरसँग आउनु भएको छ, उहाँलाई पनि स्मरण गर्दै उहाँलाई पनि सम्मान स्वरूप ताली बजाएर। उहाँ काम विशेषले आउनु भएन, त्यहाँका विभिन्न पार्कहरूको डिजाइन उहाँले नै गरिराख्नु भएको छ। त्यसो भएको कारणले गर्दाखेरि उहाँलाई हाम्रो यहीँबाट माया सम्झना छ। र मैले एउटा व्यक्ति जो लामो समयदेखि हामीलाई सहयोग गर्दै आइराख्नु भएको छ, यस्तै एउटा श्रमदाता जो श्रमदाताले धेरै दुःख गर्नुभएको छ। हुन त यहाँ कसले चाहिँ दुःख गरेका छैन र, तर उहाँले आज तपाईँको चाहिँ मैले जसलाई म यहाँ तपाईँको चाहिँ सम्मान गर्न चाहेको छु यो दुम्लिङमा अगाडि, उहाँले धेरै लामो समयदेखि हामीलाई सहयोग गर्दै आइराख्नु भएको छ, हाम्रो मायाबी मगर। उहाँलाई म यता अगाडि बोलाउन चाहन्छु है। ल एउटा खदा मलाई दिनु होला, म लगाइदिन पर्यो उहाँलाई। ताली बजाउनु होला है सबैजनाले। ल हृदयदेखि धन्यवाद छ है। अलि जोरदार ताली बजाउनु पर्छ होला हौ। उहाँ यहाँ दुईचोटि आउनु भएको छ, पहिला पनि एकचोटि आउनु भएको थियो र फेरि पनि एकचोटि आउनु भएको छ। उहाँको यो दोस्रो आगमन हो र यहाँलाई धेरै धेरै धन्यवाद छ मायाबी मगर हाम्रो बहिनीलाई। पत्रकारहरूलाई म धन्यवाद दिन चाहन्छु। यहाँ तपाईहरूले गर्दाखेरि हामीले यहाँ के गर्दैछौँ भन्ने कुरा जानकारी धरानमा पनि हामीलाई भइरहेको थियो, साथै तपाईँको चाहिँ देश विदेशमा पनि भइराखेको छ। यदि तपाईँ नहुने भएको भए यहाँ के हुँदैछ भन्ने कुरो थाहा हुँदैन थियो। मैले अघि भर्खर बोल्ने क्रममा सुरुवाती तपाईँको चाहिँ वाक्यमा मैले के भने भन्दाखेरि हामी काम गर्छौँ, कुरा गर्छौँ, काम गर्छौँ है। वर्क विथ मेसेज, गिभ मेसेज फर वर्क। हामी काम गर्छौँ, यो हाम्रो एउटा यो काम मात्रै होइन, यो सन्देश हो र हामी सन्देश दिन्छौँ। के को लागि दिन्छौँ भन्दाखेरि काम गर्नका लागि सन्देश दिन्छौँ। त्यसले गर्दाखेरि त्यो सन्देशको भूमिका अत्यन्तै महत्त्वपूर्ण, अत्यन्तै ठुलो छ। त्यो सन्देशको भूमिकामा रहनुहुने हाम्रा चाहिँ पत्रकार साथीहरू यहाँदेखि उता तपाईँको झन्डै आधी घन्टा 45 मिनट हिँडेर, बिस्तारै हिँड्दा 1 घन्टा लाग्छ होला, उकालो गएर फौजी डाँडामा गएर त्यहाँ फेरि त्यसरी त्यो तपाईँको बतास चल्दो रहेछ, बतासे डाँडामा है। कहिले छाता उडाइराखेकोहरू देखिरहेको थिएँ। त्यस्तो भइ पनि यहाँका अपडेटहरूलाई तपाईँहरूले पोस्ट गर्नुभएको छ। तपाईँहरूको भूमिकालाई हृदयदेखि हार्दिक सम्मान गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। दुम्लिङले तपाईँहरूलाई याद गरिरहनेछ, दार्चुलाले, महाकालीले, यी डाँडा पाखाले तपाईँहरूलाई सम्झिरहने छ भन्ने मलाई चाहिँ तपाईँको विश्वास छ। जो जतिले चाहिँ हामीलाई समर्थन गर्नुभयो तपाईँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
जो जतिले विरोध गर्नुभयो तपाईँहरूलाई पनि हार्दिक धन्यवाद छ। किनभने विरोध गर्नु हुनेहरूलाई पनि धन्यवाद छ। थुप्रैले क्युआर पार्टी खोइ के भन्नुहुन्छ। मैले अघि भने यो श्रम संस्कृति पार्टीले बनाएको पुल होइन, यो श्रमदाताहरूले बनाएको पुल हो है। र त्यसमा एकजना हर्क साम्बाङ भन्ने अगुवा छ त्यो श्रमदाताको हुलमा, उसको नेतृत्वमा बनेको श्रमदाताहरूले बनाएको पुल हो। म यसरी बुझ्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु, क्युआर नभन्नुहोस् है, त्यसो नभन्नुहोस्। हामीले कसैलाई बाध्य बनाएनौँ। यहाँ यति रुपियाँ पैसा सहयोग गर्नु, यति हजार गर्नै पर्छ। कुनै पार्टीले हामी महाधिवेशन गर्दैछौँ यति हजार चाहिँ तपाईँले दिनै पर्छ भनेर तपाईँको एमाउन्टै तोकेर पत्रचार गरेको पनि भेटाइयो। हामी त्यस्ता होइनौँ है। हामी चुनावमा टिकट दिँदाखेरि पनि 1 रुपियाँ पनि लाग्दैन, यो पनि याद रहोस्। भोलि यहाँ तपाईँहरू यहाँ स्थानीय चुनावमा कोही श्रम संस्कृतिबाट यदि उठ्ने तपाईँको चाहना राख्नुहुन्छ भने मिडिया छ, त्यसले गर्दा नेपालैभरि त्यो चाहिँ तपाईँको म्यासेज फ्लो होस् भनेर म भनिरहेको छु। 1 रुपियाँ पनि लाग्दैन टिकट है, त्यस्तो हो हामी। त्यसले गर्दाखेरि हामीलाई दोष तपाईँहरूले जुन लगाइराख्नु भएको छ, यस्तो भन्नुभएको छ, उस्तो भन्नुभएको छ। अब यो पुलको यहाँनिर औचित्य छ कि छैन, त्यहाँ आवश्यकता छ कि छैन भनेर चाहिँ नि यहाँका स्थानीयहरूले भनिसक्नु हो। जो मान्छे दार्चुलाको तपाईँको चाहिँ खलङ्गासम्म आउन सकेको छैन, आउन सक्दैन, जुनीमा आउन सक्दैन होला, त्यस्तो मान्छेले दुम्लिङमा कहाँनिर के हुँदैछ भन्ने कुराको बखान घरमा बसेर गर्छ है। त्यस्ताहरूलाई पनि म भन्न चाहन्छु, त्यसो नभन्नुहोस्। हाम्रो देशमा काम नगरेर हाम्रो देश पछि परेको हो भन्ने हामीले बुझ्नुपर्छ। काम आफू नगर्ने, अरूले गरेको काम पनि देखि नसहने। काम गर्न सक्नुहुन्न भने हामीले गर्दै गरेको कामको विरोध चाहिँ नगरिदिनु न, त्यति भए भइहाल्यो त। तर तपाईँहरूले जति विरोध गरे पनि हाम्रो काम रोकिने त होइन रहेछ है। श्रमदाता रोकिने रहेछन् त। तिमी झिगाको संगत कहिले नगर्नु, रसानमा लान्छ गोमूत्र फोहोरमा लान्छ, त्यसको पछि नहिँड्नु। मौरी है, श्रमदाता भन्ने बित्तिकै मौरी हो। मौरीको चालै फरक हुन्छ, मौरीको कर्मै फरक हुन्छ, मौरीको गन्तव्य हुन्छ है। मौरीले सधैँभरि सत्कर्म गरिरहन्छ, सद्वचन बोलिरहन्छ। त्यसो भएको कारणले गर्दाखेरि श्रमदाताहरूले तपाईँहरूलाई पनि रिस उठेर त्यहाँ तपाईँको फौजी यहाँ ढुङ्गा के को तान्छ, के को लट्ठा तान्छ, फौजी डाँडामा गएर तपाईँलाई गाली गर्ने मान्छेलाई गाली गर्दै बस्नु भएको चाहिँ पुल बन्थ्यो, बन्दैन थियो नि त होइन। साह्रै पो हामीलाई त गाली गर्दो रहेछ भनेर पर्नेट भएको ठाउँमा गएर होइन, अझै खलङ्गातिर गएर गाली गर्दै बसिरहेको भए पुल बन्थ्यो त। त्यसले गर्दाखेरि गाली गरेर देश बन्दैन, यही भनिरहेछ। देश आफै बन्दैन, गाली गर्दै अरूलाई हाते मालो गर्नुपर्छ अझै सच्चाएर आफूलाई। हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश, श्रम गर्नुपर्छ, सबै मिलेर बनाउनुपर्छ यो देश। यदि हामी श्रम गर्दैनौँ, श्रमदान गर्दैनौँ भने न धरती हाम्रो रहन्छ, न आकाश हाम्रो रहन्छ, हाम्रो देशै रहँदैन। मैले यो कुरा चाहिँ भनिरहेको छु, यो बुझ्न केही समय लाग्न सक्छ, 10 वर्ष 15 वर्ष यस्तो लाग्न सक्छ। तर हामीले यदि काम अहिलेदेखि नै सुरु गरेनौँ भने हामी हाम्रो देशै गुमाउनेवालामा छौँ। कुरा बुझ्नुभयो नि? अघि भर्खर हाम्रो चाहिँ नि डाक्टर साहबले बोल्नुभयो, 30 खर्बको आसपासमा ऋण लिएर बसिरहेछ है। त्यो ऋणको ब्याज तिर्नु पर्यो। भोलिको दिनमा तपाईँको चाहिँ यो ऋण बढ्दै गइसकेपछि उनीहरूले हाम्रो देशै कब्जा गर्दै जान्छ। आज हामीलाई माग्ने र थाङ्ने किन भनेछ दाजु? यो ऋण आयो, यो ऋण लगेकोले दिँदैन। तपाईँले छिमेकीको ऋण लिएर हिँड्नु न, तपाईँले नदिनु त ऋण, छिमेकीले तपाईँलाई टेर्दैन। यो ऋण आयो, ठुलो गफ त गर्नुहुन्छ नि होइन। तपाईँ त्यहाँ जाने बित्तिकै मेरो 500 रुपियाँ लगेको दिएकै छैन त्यसले। त्यो गति छ हाम्रो। त्यसले गर्दाखेरि काम नगरी देश बन्दैन। अब अहिले एआई को जमाना छ भन्छ, अब ढुङ्गा बोकेर पनि देश बन्छ भन्छ। यो पुल के बनेर देश बोकेर बनेको भन्नु त? के बनेर बनेको है? ढुङ्गा नबोक्ने हो भने एआईमा मात्रै बन्ने हो देश।
होइन एआईमा पुल, एआईमा तिङ्करसम्मको सडक 4 लेनको बन्छ, एआईमा चाहिँ कम्प्युटरमा बन्छ, मोबाइलमा बन्छ, तर वास्तविकतामा त बन्दैन। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु सम्पूर्ण जो जतिले हामीलाई खिसीटिउरी गर्नुहुन्छ, जो जतिले हामीलाई अपमान गर्नुहुन्छ, तपाईहरुले अपमान सही ढुङ्गा बोकी अपमान सही जुन यो पुल बनाउनु भयो नि, तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र त्यसरी हामीलाई अपमान गर्ने है युवा पुस्ता भनाउँदाहरूलाई पनि म भन्न चाहन्छु त्यसो नगर्नुहोस् प्लिज। हामी देश बनाउने यात्रामा छौँ, तपाई पनि सक्नुहुन्छ भने जोडिनुहोस्, जोडिन सक्नुहुन्न भने घरमा बसेर विरोध चाहिँ नगर्नुहोस्, चुप लागेर बस्नुहोस् होइन, चुप लागेर बस्दाखेरि हुन्छ। सबैजनालाई भन्न चाहन्छु सकारात्मक बनौँ, धेरै कुरा राख्न पर्ने कुरा छैन, यहाँ धेरै आइसकेको छ, 2 घण्टा प्लसमा हाम्रो कार्यक्रम चलिरहेको छ। टिङ्कर सडक यहाँदेखि माथिसम्म जानुपर्छ भनेर चाहिँ तपाईँहरूले भनिराख्नु भएको छ। म यो क्षेत्रको सांसद होइन है, तर यो क्षेत्रको सांसद नभए पनि एउटा नेपाली हो नि होइन, त्यो नेपाली भएको नाताले नेपाली नागरिक भएको नाताले नेपालमा विकास होस्, त्यो मेचीमा होस्, महाकालीमा होस् होइन, दार्चुलामा होस्, माथि फक्ताङलुङमा होस्, ताप्लेजुङमा होस् भन्ने चाहना मलाई छ। त्यसो भएको कारणले गर्दाखेरि यहाँका माननीयज्यू सांसदज्यू उहाँले पनि कुराहरू त राखिराख्नु भएको छ, उहाँको साथसाथै मैले पनि कुराहरू राखौँला, हामीले कुरा राख्नेछौँ र यो टिकर सडकसम्मको कुराको लागि हामीले चाहिँ नै दबाब दिनेछौँ। र हर्क साम्पाङ चाहिँ कस्तो मान्छे हो तपाईँहरूलाई भनौँ भन्दाखेरि, हर्क साम्पाङले चाहिँ एउटा विषय पक्रियो भने छोड्दैन, उस्तै मान्छे भने यहाँ किन आउनु म होइन, सपनामा पनि आएको थिइनँ होइन। तर त्यो ग्रीष्मल नानी है तुइनमा तर्दै गरेको देख्दाखेरि आँसु खस्यो मेरो है। म त्यो ठाउँमा गएर पुल बनाउँछु भन्ने हिसाबले मैले कसम खाएँ। मैले फेसबुकमा लेखेपछि हर्क साम्पाङले गर्छ भनेर बुझ्छु है, फेसबुकमा चाहिँ हर्क साम्पाङको आएपछि चाहिँ अब त्यसले गर्यो भनेर बुझ्नु है, त्यो चिज हो। र बोलीको पक्का चाहिँ हाम्रो सुरेन्द्र सर पनि हुनुहुँदो रहेछ, उहाँको लागि पनि ताली बजाउनुपर्छ। उहाँले के भन्नुभएको थियो भने म त्यो दार्चुलाको पुल समदानबाट बन्ने पुल म हेर्न जान्छु है भन्नुभएको थियो। उस्तै भए त नआउँदा पनि हुन्थ्यो होइन, टाढो छ नि त होइन, काठमाडौँबाट हेर्दाखेरि तपाईँ हिँड्दाखेरि 5 दिन त गाडीमा लाग्छ, 5-6 दिन, प्लेनमा 1 दिन आएर 3 दिन लगाएर आइपुगेँ म भनेपछि चाहिँ यति टाढो उहाँ नआउँदा पनि हुन्थ्यो होला। तर बोलीको पक्का हुनुपर्छ। यस्ता मान्छेहरू जो मान्छे चाहिँ चुनावको बेला एउटा बोल्छ अनि त्यस पछाडि बिर्सेर फेरि अर्को चुनावको बेला चाहिँ फेरि बोल्न आइन्छ। बोलेपछि बोली मात्रै होइन, मैले अघि भने हामी कुरा गर्छौँ र काम गर्छौँ, काम गर्छौँ र कुरा गर्छौँ, हामी कुरै मात्रै गर्छौँ भन्ने होइन, त्यो कुरा फरक छ। श्रम संस्कृति र श्रमदाताहरू र अरू बिचमा त्यो कुरा फरक छ। म यहाँहरूलाई त्यो बुझ्नका लागि हार्दिक निवेदन गर्न चाहन्छु। अब टिङ्कर सडकबाट चाहिँ तपाईँको टेलिकमको बारेमा म पक्कै पनि त्यहाँनिर भनिरहन्छु, घोचिरहन्छु। हर्क साम्पाङले स्टेटस के साह्रो लेखेको भन्छ, विकासै भएको छैन त देशमा नि गनगनाउनु परेन मैले, त्यो हो नि त, लाटा त होइन हर्क साम्पाङ त होइन, अरू जस्तो होइन है। म नबोलेको भए यहाँ तपाईँको यो बाटै सफा हुँदैन थियो भनेर त अघि भर्खर भन्नुभयो। म यहाँबाट फर्केकै दिन कुरा बुझ्नुभयो नि, यहाँबाट फर्केकै दिन बोलेको मैले त्यो दार्चुलामा आएर अलिकति भावना होइन पनि छ मनमा, दुःख लाग्छ सम्झिँदा। तपाईँको शरीरमा लागेको चोट देख्दाखेरि मलाई दुःख सक्यो, त्यो मन भएको मान्छे हो नि म। अनि म त रोएर आएँ दार्चुलामा गएर भनेर तपाईँको चाहिँ श्रोष्ठमा बोलेको, अब लाज पनि त भयो होइन। अनि सरसफाइहरू हुँदै रहेछ, छिट्टै नै हामी त्यसतर्फ लाग्ने नै छौँ। म अब यो होइन पुल बनिसकेपछि अब नेक्स्टमा चाहिँ हामी के गर्छौँ होला त भनेर अघि भर्खर सोध्दै हुनुहुन्थ्यो। अब धरानको उत्तरतर्फ रहेको चिन्डो डाँडामा हामी सुम्निमा पारोहाङको प्रतिमा निर्माणको नियमित श्रमदान सुरु गर्छौँ। यो साउनदेखि हामी सुरु गर्छौँ है,
साउनदेखि नियमित श्रमदान सुरु गर्छौँ। त्यहाँ आम खडा हामी गर्छौँ। त्यस पछाडि जिल्लाबाट कता कताबाट चाहिँ नि तपाईँको आउनुहुन्छ। यहाँ हामीले जसरी क्याम्प गरेर बसेका थियौँ त्यसरी नै त्यो काम हुनेछ। म यहाँलाई यो जानकारी गराउन चाहन्छु। र एउटा जानकारी मैले यहाँ गराएँ, अब यो चाहिँ यहाँको कुरासँग सम्बन्धित भएन। यसपालि कार्तिक 1 गते म चाहिँ साल्पा सिलिचुङ जानु पर्यो भन्दैछु होइन। कार्तिक 1 गते आइतबार र साल्पा सिलिचुङ लाई ढोक्ने र साल्पा सिलिचुङको शिखरमा चढ्ने चाहिँ हामी कार्तिक 3 गते गर्नेछौँ है। मैले यो पनि जानकारी गराएँ। र को जान चाहनुहुन्छ माइन्ड मेकअप गर्दै गर्नु होला है। खर्च चाहिँ तपाईँको आफ्नै शिखर हो त्यो है, शिखर हो। हाम्रो किराँतीहरूको चाहिँ तपाईँको आस्थाको त्यो केन्द्र पनि हो, त्यो भन्न चाहन्छु। र अर्को चाहिँ मैले हाम्रो राजनीतिक विश्लेषक हाम्रो चाहिँ नि डाक्टर साहब हाम्रो सुरेन्द्र केसी उहाँलाई चाहिँ मैले एउटा हाम्रो संवाददाताको टी सर्ट मैले हस्तान्तरण गर्न चाहेँ। मायाको चिनो जस्तो यो कहिलेकाहीँ यसो हेर्नु होला, लाउँदा त फेरि उता गइहालिस् भनेर तपाईँलाई आउँछ होला होइन। यति बेला डाक्टर सुरेन्द्र केसीलाई श्रमदाताको डाक्टर साहब हाम्रो सरलाई मैले डाक्टर साहब गर्न चाहेँ। र अब अर्को ऊ चाहिँ अब यो ऊ नै गर्नु पर्थ्यो, मैले नि लिइहालेँ होइन, पर्दैन ऊ गर्न। र अब हामी हाम्रो श्रमदाताहरू जो चाहिँ नि तपाईँको दुम्लिङ को पनि हुनुहुन्छ होला मलाई लाग्छ जहाँसम्म। पूर्वबाट जो आउनुभएको छ विशेष गरी उहाँहरूलाई हामी यहाँ नाम बोलाउँछौँ। र यो नाम यहाँ के लेखेको छ भनेर पढ्न चाहिँ कसैले पढ्दा हुन्थ्यो होला, तर ठिकै छ है, हतार पनि छौँ हामी होइन। ल कसले पढ्ने त होइन, छोडिदियो भयो, त्यो केही छैन। ल यो के अरे धन्यवाद पत्र छ होइन। यो गाडीमा लाँदाखेरि काचाकुचुक भयो भने पर ग्रिन टीमा धरानमा भन्नु होला, त्यहाँ फेरि हामी दिनेछौँ। र यहाँ मैले चाहिँ सनम थापा मगरज्यूलाई होइन बोलाउन चाहेँ है। सनम थापा मगरज्यूलाई बोलाउन चाहेँ। उहाँले तपाईँ यहाँनिर चाहिँ कठोर श्रमदान गर्नुभएको रहेछ। ताली बजाएर उहाँलाई धन्यवाद दिउँ र उहाँलाई मैले यहाँ नियुक्त गर्न चाहेँ प्लिज। ल यो खदा लगाइदिनलाई चाहिँ माननीय पूर्ण प्रसाद लिम्बूज्यू तपाईँ यता आइदिनुहोस्, यहाँ बस्नुहोस्, यहाँ यताबाट म चाहिँ यहाँ माथि उभिएँ है त। ल यो सनम सर उता उता र यहाँ चाहिँ के लेखिएको छ त अब यो धन्यवाद पत्रमा भन्ने कुरा मैले नै वाचन गरेँ। अर्को साम्पाको नेतृत्वमा दार्चुला झोलुङ्गे पुल निर्माण अभियान धन्यवाद पत्र। हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश, श्रम गर्नुपर्छ, सबै मिलेर बनाउनुपर्छ यो देश। श्रमदाता हो तिमी नै हौ, तिमी हौ यो देश बनाउने, श्रमदाता हो तिमी नै हौ यो देश बचाउने। आदरणीय श्रमदाता तपाईँ श्री समन थापा मगर ज्यूले देशको सुदूरपश्चिमको दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर 2 मा पर्ने माथिल्लो काठे दुम्लिङमा त्यहाँका स्थानीय वासीहरूको आवश्यकता र माग अनुसार झोलुङ्गे पुल निर्माण गर्न तपाईँले 70 दिनसम्म गर्नुभएको कठोर श्रमदानको कदर गर्दै यो धन्यवाद पत्र प्रदान गरिएको छ। पूर्व र पश्चिमका नेपालीहरूको मन जोड्ने पुलले स्थानीयहरूले वर्षायाममा वारिपारी आवत जावत गर्दा खोलामा कठिनाइ भोग्नुपर्ने, कहिलेकाहीँ बगेर अकालमा ज्यान गुमाउनु पर्ने सम्मको दुःखद नियतिको अन्त्य गर्ने अत्यन्तै मानवीय र पुण्य कर्म गर्नुभएकोमा हार्दिक सम्मान गर्दछौँ भनेर चाहिँ होइन यो पत्र छ है। ल यो पनि तपाईँले दिनुहोस्। ल नेक्स्टमा बिएस राईज्यू यता खदा तपाईँ बस्नु त। बिएस राईज्यू आउनुहोस्, छिटो आउनु। नेक्स्टमा रमिता राई लाइन लागिरहेको, लाइन आफ्नो लाइन बिएस राई रमिता